गुड इभिनिङ एभ्रिवान, नमस्ते। अनि है हजुरहरूलाई अहिले भर्खर मैले जुन हरियो रुख देखाइरहेको थिएँ नि, यो रुखहरू यसरी म यहाँ बसिरहेको थिएँ है। अनि यो रुख मलाई यसो राम्रो राख्दाखेरि है एक दुई शब्दहरू मलाई बोल्नु मन पऱ्यो है। अन्त आज यो रुख केही दिन अगाडि यो रुखमा है एउटा पातधरी पनि थिएन है। अनि केही थिएन, एउटा पातधरी किन सुक्खा थियो। अन्त अहिले भने यसो हेर्दै मलाई झसङ्ग याद आयो क्या। अनि जस्तो त्यस्तो हरिस लाग्दो रुख थियो, अहिले यति साह्रो हरियो भएर आइरहेछ जे पनि हामी हेर्दैछौँ है। अनि यो महिना चाहिँ सबै कुरामा मैले पनि कतिवटा प्लान्टहरू रोपिरहेको थिएँ। हुँदैन ल यो प्लान्ट त मर्छ होला भनेर चाहिँ मैले चाहिँ त्यत्तिकै पानी सानी पनि हाल्नु छोडिरहेको थिएँ। तर अहिले मैले यसो हेर्दाखेरि मजाले हरियो त्यसको मुना पलाएर आउँदै रहेछ। अन्त यो रुखहरू पनि हेर्दै थिएँ मैले, मजाले हरियो भएर आइरहेको छ है। अनि यो कुराहरूलाई चाहिँ यसो अब हामीले आफ्नो है लाइफमा हेऱ्यौँ भनेदेखिलाई पनि धेरैचोटि हाम्रो जीवनमा कस्तो कस्तो समयहरू आउँछ है। तर यो रुखपातहरू हेर्दै गर्दाखेरि जसरी यो रुखमा त्यो केही दिन अगाडि केही पनि थिएन है, त्यसरी नै यसमा अब हाम्रो जीवनमा पनि धेरै टेन्सनहरू आउँछ, धेरैवटा समस्याहरू आउँछ है। अनि त्यो दिनहरू सधैँभरि त्यस्तो हुँदैन, अन्त त्यो पनि परिवर्तन भएर जान्छ। जसरी यो रुखको हरियो पातहरू जसरी फर्केर आएको छ है, यो रुख एकदमै अब हरियो केही दिन पछाडि एकदम हरियाली हुन्छ है। त्यसरी नै तपाईँ मेरो जीवनमा पनि है हामी हरिस खानु हुँदैन। अनि हाम्रो जीवनमा पनि यसरी हरियो भएर जसरी यो रुखहरूमा आएको छ, यो प्लान्टहरूमा आएको छ है, त्यसरी हाम्रो जीवनमा पनि राम्रो दिनहरू आउनेछ पक्कै पनि है। अनि यो कुराहरूले चाहिँ मैले यो प्रेरणा पाएँ। अन्त हजुरहरूलाई कस्तो लाग्यो है, तपाईँहरूको आफ्नो विचारहरू कमेन्ट डाउन है अनि कमेन्ट गर्नुहोस् होला। अनि मलाई चाहिँ यसो देख्दाखेरि मलाई त्यो कुराहरू याद आयो। अनि तपाईँहरूसँग पनि म बाँच्नु पऱ्यो भनेर है। राम्रो कुराहरूले हामीलाई पनि कतिचोटि हाम्रो जीवनमा कस्तो कस्तो कुराहरू आइरहेको हुन्छ है। अनि कतिजनाकोमा यो कुराहरू एकदमै इन्करेजहरू हुन्छ है। फेरि म तपाईँहरूसँग एक दुई शब्द बाँचेको हुन्छ। थ्याङ्क यू।